जिब्रो एउटा त्यस्तो धारिलो हतियार हो जसले रगत ननिकालिकन यो दिलमा घाउ पुर्याउँछ। धन्यवाद उद्घोषकज्यू। यस भाषण तालिम कला केन्द्रका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सङ्घ संस्थाबाट पाल्नुभएका प्रमुखज्यूहरू र मञ्चमा आसीन दिग्गज वर्गज्यूहरू, साथै सभामा उपस्थित हुनुभएका मेरा अग्रज, अनुज, सम्पूर्ण मित्रहरूमा तिलक श्रेष्ठको तर्फबाट हार्दिक नमस्कार। आज यस भाषण तालिम कला केन्द्रमा हामी आफ्नो भाषण कलालाई उत्कृष्ट बनाउने उद्देश्यका साथ यहाँ रूपक सरसँग यो सिक्नको लागि आएका छौँ। यसको प्रमुख उद्देश्य भनेकै आफ्नो व्यक्तित्वलाई कसरी अभिवृद्धि गर्ने नै हो। तसर्थ यो कार्यक्रम जुन उद्देश्यका साथ आज यहाँ सञ्चालन भएको छ त्यो उद्देश्य पुरा होस् भनेर शुभकामना दिन चाहन्छु। र यो कार्यक्रममा उपस्थित हुनुभएका जति पनि महानुभावहरू छन् उहाँहरूको जुन इच्छा लिएर यो कार्यक्रममा आउनुभएको छ त्यो इच्छा पनि पुरा होस् भनेर शुभकामना दिन चाहन्छु। तसर्थ कार्यक्रम भव्य र सभ्य हुँदै उत्कृष्ट कार्यक्रम होस् भनेर कामना पनि गर्न चाहन्छु। र सम्पूर्ण साथीहरू जसले रूपक सरको भाषण कलालाई सुनेर भनेको सुनेर सामाजिक सञ्जालको प्लेटफर्म मार्फत सुनेर आउनुभएका सम्पूर्णलाई मैले यति भन्न चाहन्छु, उहाँले सिकाएको कार्यक्रम र उहाँले सिकाउनु भएको भाषण कला 10औं दिनसम्म पुग्दाखेरि वाउ होस्। यति भन्दै मैले आफ्नो मन्तव्यहरू यहीँ टुङ्ग्याएँ। धन्यवाद।